हाम्रो प्रस्तुति बुढा गाडीका मारिबाट आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ बहिनीहरू। त्यसको लागि पनि यहाँको धैर्यतालाई म विनम्र अनुरोध गर्न चाहन्छु। हामीसँग निकै रोमाञ्चक प्रस्तुतिहरू बाँकी नै छन्। तसर्थ यो कार्यक्रम समापन अवधिसम्मको यहाँहरूको धैर्यतालाई उच्च कदर गर्दै पुनः अनुरोध गर्दछु। अहिलेलाई भने दुर्गा बहादुर राणा कालो गोरु ज्वालामुखी 5 भर्सेस प्रेम फेरी जुरे गोरु ज्वालामुखी 5 खरी गोरु जुधाइ कार्यक्रम सुरु भइसकेको छ। कृपया स्वयंसेवक साथीहरू, सुरक्षाकर्मी मित्रहरू, सुरक्षाको हिसाबलाई मध्यनजर गर्दै तपाईँहरूले आफ्नो यो सुरक्षा व्यवस्था मिलाइदिनु हुनको लागि पनि म विनम्र अनुरोध गर्दछु। नेपाल भूतपूर्व सैनिक सङ्घ ज्वालामुखी 5 खरीका साथीहरू, तपाईँहरू आफ्नो स्वयंसेवकको भूमिका अत्यन्तै मर्यादित ढङ्गले पालना गरिदिनु हुन पुनः विनम्र अनुरोध गर्दछु। अब योभन्दा पछाडिको हाम्रो कार्यक्रम नृत्य रहनेछ। बराहा कालिका माविबाट आउनुभएका आफ्नो प्रस्तुति लिएर आउनुभएका बहिनीहरूलाई तयारी अवस्थामा रहिदिनु पनि म अनुरोध गर्दछु। तो यो बरु 1 घन्टा लाग्यो है जुन मैले यहाँ भिडियो गरेँ 30 मिनट ठ्याक्कै पुरै छ यहाँ। ग्राउन्डमा गोरु जुधाइको मनोरञ्जन लिँदै गर्दा आफ्नो सुरक्षा व्यवस्थालाई पनि ख्याल गरिदिनु हुन सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनीहरूलाई म अनुरोध गर्दछु। किनकि मेरो नजरले देखिरहेको छु ससाना बालबालिका भाइ बहिनीहरू हुनुहुन्छ त्यहाँ, वृद्ध आमा बाहरू हुनुहुन्छ त्यहाँ। त्यस कारणले गर्दाखेरि तपाईँहरू आफ्नो सुरक्षा व्यवस्थालाई पनि अवलम्बन गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। झ्यापमा छ जस्तो के यो मान्छे यसो जिन्स हैन कुन यस्तो राम्रो सिने गर्नु हामीमाझ अझै निकै रोमाञ्चक प्रस्तुतिहरू छ। त्यस कारणले गर्दाखेरि यहाँहरूको यो कार्यक्रम समय अवधिभर यहाँहरू रहिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै अब यो कार्यक्रम पश्चात ए गोरु यता गइसकेछ। म चाहिँ क्यामेरा यता देखेर त्योभन्दा पश्चात पनि हामी म्युजिकल चियाको कार्यक्रम अगाडि बढाउनको लागि त्यो कार्यक्रममा सहभागी भइदिनु हुन विशेष म हार्दिक अनुरोध गर्दछु। हाम्रो टिम लोग्यो भन्छ कि लाग्यो क्या भएर दिन्छ सक्यो नि